हेलो हेलो दर्शन दर्शन नमस्ते ए सबैजनालाई अलिकति केही कुरा बोल्नु मन लाग्यो मलाई है। तर म ड्युटीमा छु अर्का ठाउँमा होइन, अलिक गाह्रै छ। गाह्रो चाहिँ त्यही पनि म ड्युटीमा छु। हिँड्दै गर्दाखेरि एउटा सानो क्लिप भिडियो बनाऊ कि भनेर बनाउँदैछु है। जुन अहिले नेपालमा चर्चा परिचर्चा पाइरहेको संस्कृति पार्टीका हर्क साम्पाङ, ऊ आफै स्वयं अध्यक्ष हुनुहुन्छ होइन। त्यहाँ अलिकति मलाई के कन्स लाग्दैछ भने अहिले चुनावी माहौल डटिन्छ। यो जुन आउने फागुन 21 गते भनेर भनेको छ, यो चुनाव खासै हुनु दिन्छ जस्तो लाग्दैन मलाई चाहिँ है। किनभने भइहाल्यो भने पनि त्यहाँ धेरै चलखेल हुन्छ। हर्क साम्पाङको मतपत्र बदर अथवा गायब हुने सम्भावना देखिएको छ। किनकि हर्क साम्पाङको अहिले जताततै हर्क साम्पाङ अहिले संस्कृति पार्टी फैलिरहेछ। सांस्कृतिक पार्टीमा सबै आबद्ध भइरहेछ। किनकि हर्कवाद भनेर गइरहेछ। ऊ हर्क साम्पाङ ऊ आफै पनि स्वयं काम गर्ने मान्छे, फिल्डमा बसेर काम गर्ने भएको कारणले अहिले उदाहरणको लागि धरानमा हेरौँ न, उसको नगरमा कति गएको छ। त्यहाँको संस्कृति पार्कहरूबाट उसले नगरलाई कति आम्दानी दिएको छ होइन। त्यहाँबाट पनि थाहा हुन्छ क्या। त्यही भएर कारणले त्यो सबै दलहरू हर्क साम्पाङको पछि लागिरहेछ। भित्री भित्री यिनीहरूले खेल खेलिरहेछ, जाल गरिरहेछ। सायद चुनाव पनि गराउँदैन होला, सार्छ होला जस्तो लाग्दैछ मलाई। जति पनि पार्टीहरू छ नेपालमा, श्रम संस्कृति पार्टी बाहेक अरू सबै हर्क साम्पाङको पछि गरिरहेछ है। यो कुरा हामी जनताले बुझ्नुपर्ने छ। किनकि हामीलाई भाषण गर्ने नेता चाहिएको हो कि आफै फिल्डमा उत्रेर जनतासँग काम गर्ने नेता चाहिएको होइन। हामीले यो बुझ्नुपर्ने छ जनताहरूले है। अन्त हामी विदेशमा छौँ, हामी यहाँ विदेशमा अर्का देशमा बसेर यस्तो यो बकवास कुरा गरेर हुने होइन। तर पनि हामी विदेशमै बसेर पनि हामी समर्थन गर्छौँ। हाम्रो घरको मान्छेलाई माटोमा भोट हाल भन्छौँ र हामी सबैले भन्नु पनि पर्छ। किनकि अहिलेको परिस्थिति देशको हेर्दा र हामीसँगको बजेट नभएको ऋण छ होइन। लगभग कति खर्ब, 30 खर्ब जति कति खर्ब भनेको यो मैले भुलेँ होइन, ऋण छ। त्यत्रो ऋण अब हामीलाई कति हो त हिसाब गर्दाखेरि? हामी 3 करोड, हामी 3 करोड छौँ न मान्छे होइन। 2 करोड 91,86,000 थियो। यो ल धेरै भयो भने 2 करोड लगभग 93-94 लाख जति भयो मलाई। हामी 3 करोड छौँ न, अनि त्यत्रो हिसाब गर्नुहोस् त कति पुरो छ। हामी जन्मने बित्तिकै हाम्रो थाप्लोमा लाख हुने माथि ऋण छ भने हामीले आफै श्रम गर्नुपर्छ। सामान्य श्रम गरेर हामी सानोतिनो अनि यस्तो योहरू के भन्छ बनाउन सकिन्छ होइन। बाटोहरू बनाउन सकिन्छ, सानो सानो भवनहरू बनाउन सकिन्छ श्रमबाटै भन्ने छ नि हो। त्यो बिना बजेट पनि गर्न सकिन्छ। धेरै होइन, 1 घन्टा 2 घन्टा 3 घन्टा खालि कति सकिन्छ होइन। त्यो अनुसारको हामी गऱ्यौँ भने हामीलाई बजेट त्यति आवश्यक परेन। चाहिन्छ सामान किन्नुको लागि बजेट चाहिँ है। तर पनि जेलाई दिने त बजेट भयो नि, त्यो जेलाई दिने पैसाले हामीले सामान खरिद गरेर त्यो अनि के अरे सामानहरू खरिद गरेर त्यो भवनहरू र के यो संरचनाहरू बनाउन सकिन्छ होइन। त्यही भए पनि संस्कृति पार्टीलाई चाहिँ हामीले सहयोग गर्नुपर्छ, सकेको सहयोग गर्नुपर्छ, मद्दत गर्नुपर्छ भन्छु है म चाहिँ। त्यही भएर हामी सबैजना लाग्नुपर्छ। त्योभन्दा श्रम भन्न अहिले उपाय छैन नेपालमा। बजेट ल्याएर अनि गर्छु अनि यता गर्छु, अहिले आधुनिक हो यसो गर्नु हुँदैन भनेर भन्नुहुन्छ भने, बजेटले गर्नुपर्छ भन्नुहुन्छ भने त्यो महामूर्ख महागलत हो। यो सोचबाट पर बसेर हामीले काम गर्नुपर्ने हुन्छ। हेर्नुहोस् मित्रहरू,
म यही भन्नु चाहेँ। थोरै क्लिप मात्रै बनाएको मैले होइन। तपाईँहरू के भन्छ सल्लाह सुझाव झिन्डै जानु होला, अगाडि बढ्नु होला तपाईँहरू पनि, हामी परेश बसेर पनि। अनि सहयोग चाहिँ गरिरहेको हुन्छौँ होइन। कसरी हुन्छ योगदान दिनैपर्छ, श्रम सर्किटलाई अगाडि बढाउनै पर्छ, यो पार्टीलाई हामीले मजबुत बनाउनै पर्छ। धन्यवाद।